कालिका नगरपालिका वडा नम्बर 4 यस बीपी चोकबाट हामीले जीपीएस प्रणालीमा आधारित डिजिटल यो घर नम्बर टाँस्ने कामको आज हामीले सुरुवात गरेका छौं। जुन कामले कालिका नगरपालिकामा सजिलैसँग यस टाँसिएको घर स्थानलाई पत्ता लगाउन सक्ने जुन प्रणालीको विकास गर्ने गरी अगाडि बढिरहेका छौं। मलाई लाग्छ कालिका नगरपालिकाको यो हामीले थालेको एउटा नयाँ कामको सुरुवात हो। यस कामको लागि हामीलाई सहजीकरण गर्नुहुने विभिन्न क्षेत्रबाट हामीलाई सहयोग पुर्याउनु हुने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र यो कामको सुरुवातबाट पक्कै पनि कालिका नगरपालिका क्षेत्रभित्रका सबै नागरिकहरू लाभान्वित बन्नुहुनेछ र पदमपुर क्षेत्र भनेको यो 1600 बिघा प्लानिङ क्षेत्र हो। यो क्षेत्रमा एउटा घरबाट अर्को घरमा जानको लागि अथवा चाहिँ घरहरू पत्ता लगाउनको लागि र एउटा गाउँ एउटा टोलबाट अर्को टोलमा जानको लागि जुन खालको विगतको दिनहरुमा समस्या थियो, अब त्यो समस्या चाहिँ यो प्रणालीको जडान गरिसकेपछि समस्या हल हुँदै जानेछ भन्ने कुरा निवेदन गर्न चाहन्छु र साथै आज हामीले जुन खालको कामको सुरुवात गरेका छौं यो कामलाई अब निरन्तरता दिँदै अन्य वडाहरूमा पनि हामी निरन्तर रूपमा चाहिँ यसलाई चाहिँ विस्तार गर्दै जाने कुरा म सबैलाई जानकारी गराउन चाहन्छु। धन्यवाद, नमस्कार।